मर्निङ सबैजनालाई। आज चाहिँ हामी हिमालय महावीको पिकनिकमा जाँदैछौँ। आज चाहिँ पुस महिनाको 14 गते म चाहिँ हिमालय महावीको गेटमै छु र सबै विद्यार्थी भाइ बहिनीहरू गइसक्नु भएको छ। हामी पनि माथि फलाटे पिकनिक स्पोटतिर लाग्दैछौँ। मेरो साथमा अहिले चाहिँ तिरेन्द्र सर हुनुहुन्छ, त्यसै गरी भीम सर निस्किँदै हुनुहुन्छ उताबाट। हामी चाहिँ ठ्याक्क हिमालय महावीकै गेटमा छौँ है। र बाटोमा पनि देखाउनेछु म हजुरहरूलाई कन्टिन्यू। त्यसलाई भन्दा माथि उकालो चढ्दैछौँ है। उकालीमा सर भन्दै बिरलयबाट ठ्याक्क माथि लागेर फलाटे डाँडामा आइपुगिसकेका छौँ। यहाँबाट लाङदेको गाउँ पनि देखिन्छ है। लाङदेको गाउँ हो यो। त्यहाँभन्दा पारि कुचुमुच्च भएको चाहिँ घरै कुचुमुच्च भएको छ एक ठाउँमा छ, त्यो चाहिँ गुलुङ्गा हो। यो चाहिँ फलाटेमा आइसक्यो है। हामी चाहिँ फलाटेवालामा आइसक्यौँ है, पिकनिक स्पोटमा। हामी पिकनिक स्पोटमा आइसक्यौँ है। अब म चाहिँ स्पोटमा आइसकेको छु है हाम्रो स्कुलबाट। सबैजना पछाडि हुनुहुन्छ। यही नै हो आजको हाम्रो स्पोट, पिकनिक स्पोट। हामीले देख्न सक्नुहुन्छ र चाहिँ फलाटेको ठाउँ मोदी गाउँपालिका अन्तर्गत पर्ने फलाटे एकदमै रमाइलो छ। आज अलिकति मौसमले साथ नदिएको कारणले भिडियो अलिकति क्लियर आउन सकिरहेको छैन है। हाम्रो यस पिकनिक कार्यक्रममा फर्स्ट लटको खाजा भुजा कार्यक्रम हुँदैछ है। हामीले नास्ताको रूपमा चिया पाउरोटी खाए पश्चात अब चाहिँ मासु र भुजा खाने कार्यक्रम भइरहेको छ। सुइना कस्तो भयो यता मलाई दे गाडी देखाउनु पर्दैछ। सरले मासु काट्दै हुनुहुन्छ, गोपाल सरले सहायता गर्दै, भीम सरले हुनुहुन्छ, अध्यक्ष सर यहाँनिर हुनुहुन्छ।
साथी भाइ बहिनीहरू अहिले चाहिँ लगभग 3:30 बजे खाना खाँदैछन् है। यसपछि चाहिँ आफ्नो घरतिर लाग्ने छन्। आजको पिकनिक भोजन चाहिँ आजको लास्ट चाहिँ यही हो है। यही हो लास्टको है। किरेम सरले मासु हालिदिँदै हुनुहुन्छ, म्याडमले भात हालिदिँदै हुनुहुन्छ, राम सरले दाल है। आजको पिकनिक कार्यक्रम चिरिङ यहाँ छिन्। ओ रुपेश कस्तो भयो आजको पिकनिक भन्? खतरा भन् ओ बवाल भयो। यता प्रकाश के भयो रे? राम्रो भयो। विजय कस्तो भयो? बवाल भयो है। के भयो? हाम्रो यो हिमालय माविको एकदमै घोनार व्यक्ति राजीव कस्तो भएछ बाबु पिकनिक? कस्तो भयो? राम्रो भयो है। मासु मिठो छ नि? कुखुराको मासु हो कि बाख्राको हो कि के को? बाख्राको बोकाको? ओ राजीव श्रीकृष्ण हो नि यो त। कस्तो भयो केटा? खै तेरो मासु खै मासु पाएन? बिचराको भात मात्र है। मासु यसले खान्न रहेको दालसँग भात खान्छ। हाम्रो यहाँ चिरिङ छैन, अर्को खुसबु छन्। के भयो? फोन त्यहाँ छ। बोनाकी जाओ। बोटे